यो डमाक आइल्यान्ड्स 2 को मास्टर प्लान यहाँ तपाईँले देख्न सक्नुहुन्छ क्लस्टर्सहरू बिचमा छ र बिचमा पुरै वाटर्सहरू छ। यो तपाईँले देख्न सक्नुहुन्छ यहाँ पुरै एम्युनिटिजहरू बिचमा तपाईँले देख्न सक्नुहुन्छ। जति पनि एम्युनिटिजहरू तपाईँको छ यो सबै तपाईँको पानी वाटर एम्युनिटिजहरू यही देख्न सक्नुहुन्छ। र यो कम्युनिटी अहिले हेर्नुहुन्छ नि यसको साइडमा एक्जिस्टिङ कम्युनिटी छ तपाईँको चेरी वुड्स। अहिले त्यो चेरी वुड्समा तपाईँको 3 बेडरुम 4 बेडरुम टाउन हाउस अपार्टमेन्ट्सहरूले अलमोस्ट 1 करोडको रेन्टल जेनेरेट गरिरहेको छ, जबकि त्यसमा केही पनि फेसिलिटिज छैन। तर यही कुरा अहिले डमाक आइल्यान्ड्सले लिएर आएको छ पुरै वाटर बेस्ड थिम कम्युनिटीमा, जहाँ तपाईँले पुरै देख्न सक्नुहुन्छ। र यहाँ कम्युनिटीले पनि साइड बाई साइड अलमोस्ट सिमिलर रेन्टल जेनेरेट गर्छ। सो अलमोस्ट तपाईँको 1 करोडको रेन्टल जेनेरेट गर्नेवाला छ यसले फ्युचरमा। र अहिले तपाईँले इन्भेस्ट गर्नुभयो भने यसको प्राइस स्टार्ट भइरहेको छ 4 बेडरुम टाउन हाउसको मात्र 3 मिलियन दिरहम, जुन हुन्छ नेपाली 12 करोड। त्यो पनि एकैचोटि दिनु पर्दैन, फ्लेक्सिबल पेमेन्ट प्लानमा पाउन सक्नुहुन्छ। र यदि तपाईँहरूलाई पनि यसमा इन्भेस्टमेन्ट गर्नु मन छ भने मलाई सम्पर्क गर्दा हुन्छ।